सर चाहिँ गाडीमा सामान राख्दै हुनुहुन्छ तपाईहरुलाई मेरो फुल देखाउँछु है यो चाहिँ मैले डल्ले खुर्सानी रोपेको जामबुडी ल हामी चाहिँ घरबाट हिँड्यौं बल्ल नेपाली टाइम 2 बजे भनेको थियो पुराउँछ म 2 बजे अगाडि ठ्याक्क जाने बेला बलुन फुटाउँछ अब कस्तो मजाले घाम लागेछ हौ 2 दिन जति भयो आज चाहिँ मेरो काम थियो राति हिजो काम थियो अनि बिहान यहाँ भिडियोमा मात्रै छु बिहान मैले बजाइलाई नुहाइदिँदै थिएँ बजाइले मलाई एक सर्ट दिएर हेरेर घाउ बनाइदिएको छ मैले चाहिँ यहाँ गाडीमा टिकटक बनाएको चाहिँ बल्ल बल्ल मोबाइल झरे गरेर उहाँले चाहिँ रङ पोस्टकोड हानेर हाम्रो क्याम्पिङ गर्ने ठाउँमा आइपुग्यौँ गाउँले पार्टी गएर क्याम्पिङ गर्ने ठाउँमा आइपुग्यौँ अब फर्काउँदैछ हाई दादा हाई गर्न हेलो What's up? के भएको तिमीहरू Lords, are you ready? यता हेरेर भन्न यस भनेर रेडी म यही त पछाडि फर्किरहेको अब चाहिँ भेनाले भ्लग गर्छ यहाँबाट धन्यवाद यो जिम्मेवारी दिएकोमा फेरि हेर्न लभली सर हेर्न कान्छीले भनिहाल्यो जिम्मेवारी दिइहाल्यो लिनै परिहाल्यो होइन कान्छी यो क्यामेरा घुमाउनु चाहिँ कसरी रे क्यामेरा घुमाउनु चाहिँ कसरी रे ओ माई गड यसरी घुम्दो रहेछ यहाँ चाहिँ फेरि घुम्न साथ परिहाल्यो फेरि मेरो साडो भाइ फेरि अनि यहाँ चाहिँ फेरि फ्रेसली कम आउट फ्रम अ क्याम्प फेरि स्वाद मिठो भइरहेको छ होला नि त होइन फेरि होइन दिनु पऱ्यो नलजाइकन नुनिलो पिरो टक्क लगाएर फेरि बाउ टुबी भन्ने यहाँ छ फेरि के छ अहिले चिनुवा काट्ने अहिले खोल काट्दैछ फेरि दाइले पहिला चाहिँ खोल पहिला खोल काट्ने रहेछ अनि त्यसपछि केक काट्ने रहेछ साइट लभली है फेरि केक पनि लभली चाहिँ अनबक्सिङ भइसकेको छ केकको होइन सेटअप छ फेरि यहाँ लभली छ नि फेरि यहाँ माइज नि हुनुहुन्छ नि फेरि गिफ्टहरू यहाँ रेडी छ साइडमा फेरि पिङ्की आउँदैछ भनेर पुरै यहाँ साइडमा गिफ्टहरू छ नि फेरि लभलीको छोरीहरू आउटफिट चेक लभली फेरि यहाँ फेरि आमा दिँदैछ अपलोडिङ दिँदैछ के को हानिसक्यो नि फेरि स्कुल जाने मान्छे होइन फुपू हामी के अरे फुपू स्टेपलर भन्दा यस्तरी ऊ त टेप चाहिँ छ पछाडि गरेर टाल्दिउँ ए कप के पनि रहेछ यार के फ्लेभर यस्तो म टेप लिएर आउँछु दिएको त खिच्नु भएन नि
साडु भाइ खाएको मात्र खिच्यो त पिएको खिच्नु भएन नि होइन I don't know my wife. I don't need my wife today. इ सिङ्गल टुडे भइसक्यो अघि नै अस्टु मी 3 फर 2 days उता एउटा डेढ आँखा हेर्दैछ नि फेरि ए मेरो आँखै यस्तो भन्नु न फेरि जाडो भएपछि हुडी लाग्दैन त भने कस्तो क्युट दिएको के हो यस्तो यार यो थोरै यस्तो हो थोडा चेन्ज गर्नु मिल्दैन मैले यसो गरेर थोडै चेन्ज गर्नु मिल्दैन क्या यार लाग्दैछ यार छोडा यार लभलीको छोरी भएर सोल्टे ककेला चाख्नु त सोल्टे अनि रिभ्यू दिनु त सबले भ्याउनुपर्छ लभलीको छोरी चाख न सोल्टे एक तोडे चाख त ल चाख्नु न तिमी पनि चाख त ल ल गयो खाए लभली ल प्लिज ल भर्खर चाख न फेरि फेरबदल गरेछ अनि ल अनि के फिल भयो होइन त्यो पनि सेयर गर्नुपर्ने हुन्छ नि फेरि त्यो पनि सेयर गर्नुपर्ने हुन्छ रक्सी छैन है फर्स्टमा त्यस्तै हुन्छ फर्स्टमा त्यही हुन्छ यहाँ फेरि फेरि बाजे होइन सुपरस्टार फेरि यहाँ छ फेरि आएको पनि है सबैलाई त फेरि झ्यापै हान्दैन अरे कि रक्सीले खान त खाने झ्यापै हान्दैन पनि एक चाख्दिउँ न है लभलीको छोरी ल भयो सोल्टी भयो फेरि लाग्ला अनि अहिले मैले क्यामेरा समात्ने कि मान्छे समात्ने फेरि साइड ल है चेस आमा फेरि बोतल हान्दैछ उता फेरि यस्तो नि हुन्छ 40 वर्ष कटेको मान्छे रे फेरि त्यहाँ बोतल हान्दैछ साइड के हो भने घाम हुँदा त बोतल नसमात्नु न दाइ यार यस्तो गर्नु भएन नि है खाएको कि होइन अमिलो गुलियो रक्सी भएको कि नभएको मी ड्रिङ्किङ वान ग्लास रे ड्रिङ्किङ 2 ग्लास गर्दै मी ड्रिङ्किङ 3 ग्लास गर्दै बस्नु पर्ला जस्तो This is my I don't know. This is my first thing है फेरि guys. तीन रिङमा फोटो उठाएको के ओ अर्कालाई बेला डिस्टर्ब गर्छ जुसर है जो खाँदा हुन्छ ओ दिदी तपाईँ नबोक्नु न म बोकिहाल्छु नि दिदी कहाँ तपाईँ बोकेको तपाईँले त्यत्रो चिज बोक्नु भएको छ त फुल पिङ्की बोक्नु भएको छ त दिदी तपाईँले साइड यस्तो नगर्नु न न्याउली बनैमा हाम्रो फेरि सुजन दाइने फेरि फ्रेसली आउट है फेरि होइन अहिले के हुँदैछ अरे दाइ अहिले लाउरे हुने प्रयासमा होइन अहिले तपस्या हुँदैछ अब के अरे हनमा निस्किनु पर्छ अब 1 महिनापछि हो क्या दाइ होइन केटीहरू याद राख्ने फेरि सबलाई ढालेर लाइनमा त्यसो लाइनमा राख्नुपर्छ दाइ होइन पढेन दाइ पिटी ड्रिल म सिकाउँछु नि दाइ ल दाइ के सानो कुरा भनिदिनु आज हेमा दिदीको व्यवसायमा सानो कुरा भनिदिनु दाइ ठुलै कुरा भन्छ नि कहाँ सानो कुरा भनिदिनु न एकछिन बल्ल सुरु हुँदै लेखेको छैन दाइ लेख्नु न मनमा छ अहिले फेरि सब निस्किन्छ फेरि दाइको फेरि अनि हुस्किएर पनि डिस्प्ले गरिदिउँ न अन्त ए भइहाल्छ नि
माया राखिदिएपछि अनि फेरि हाम्रो यहाँ सोनुजी हुँदैछ नि फेरि एउटा सानो कुरा आज बेबी सावरमा सानो कुरा केही ह्याप्पी बेबी सावर त्यति मात्र यहाँ चाहिँ फेरि छ है फेरि यो को हो यो बहन रेकर्डिङ हुँदैछ कि साइट चेस यो यी हरियो भयो के हरियोबाट रातोबाट मार्यो मायाले फेरि खानेकुरा चाहिँ हेर्न सक्नुहुन्छ है फेरि लभली खोलेर नि ध्यान खोलेर यो भरे हेर्नुपर्छ टिभीमा यहाँ छ फेरि फलफुल कान्छीको चटपटी चाहिँ बवाल हुन्छ नि फेरि कान्छीले फेरि यस्तो मायाले टाक्क टुक्क बनाउँछ कि त्यही लभली लाग्छ क्या फेरि चटपटी है कान्छीको कान्छी चटपटी हो नि होइन लभली है लभली फेरि कान्छीको चटपटी छ फेरि हाम्रो यहाँ छ के हो यो आलुदम फेरि हेल्दी सेल्दीलाई फेरि फ्रुट्स लाग्छ के हो यो राजमा यहाँ के छ विङ्स ओ मोमो रहेछ नि त मोमो फेरि हेल्दी सेल्दी यस्तो सलाद चाहिँ अब खानु मन लाग्दैन कि साह्रै हेल्दी देखेको छ यार रोटी छ रोटी फेरि हजुर पोर्की पोर्क कान्छीले दिए त 20 चर्को खाइदिउँ ल नुन त के 20 पनि चर्को दिए त खाइदिउँ फेरि दिदीले के बनाउँदै हो दिदी यहाँ My special आलु निम्की नै फेरि दिदीको लभली पाराले साइट प्याज हाल्दैछ त के हो भनेको फेरि मामा मेन सेफ हुनुहुन्छ फेरि होइन यहाँ फेरि ए लागेन कोक मिसाउनेवाला ल्याइदिउँ मामा खाली पेटमा लाग्नु हो कोक मिसाउनेवाला ल्याइदिउँ कोकमा लाग्दैन नि फेरि कोकले फेरि जाडोले होला जाडोले होला मामा भनेको होइन मैले भनेको होइन पहिला एक घुटको खाना मात्र गाह्रो क्या त्यसपछि त यो बेरे छुटाउन गाह्रो हुन्छ भनेको होइन मैले हो नि होइन रक्सी सोल्टी एक घुटको मात्र खानु गाह्रो हो क्या होइन त्यसपछि त नसा होइन क्या त्यसलाई मिठास भन्छ क्या सोल्टी तपाईँ एकछिन खाएपछि खाएको गर्नु मन लाग्छ फेरि हान्छ ड्रागन फ्रुट पनि छ माया भटभटेमा फेरि नन अल्कोहलिक अनि ढाका आदि बेसी छ यता फेरि अल्कोहलिक पो धेरै सेल हुँदो रहेछ क्या नन अल्कोहलिक हो है भने यता हेर्दा ल अल्कोहल यत्रो गइसक्यो नन अल्कोहलिक जाँदै गएन यो हो त्यही होला के हुँदैछ यहाँ एक्लै हो खाने बेला भयो दिदी खाने बेला भयो भने ल त सकेला भने चाँडै आएको त फेरि सबजना जुटेर फेरि टेबल फेरि सजाउनु सुरु भइसक्यो चढ्ने फेरि मेरो औँला लामो छ नि यहाँ फेरि भइसक्यो इन्ट्री कसको भएछ अन्त मामाको इन्ट्री भइसक्यो चाहिँ फेरि
हैट्स मामाजीको इन्ट्री भइसकेको छ नि परेन होला हैट्स जोली मुडमा मामा तपाईँलाई के हालिदिउँ मामा भन्नु के खानुहुन्छ मामाको घर भएर के खाने रे चटपट कस्तो भइरहेको छ दिदी बवाल कान्छीले चाहिँ बवाल बनाउँछ क्या चटपट कान्छीले चाहिँ लभली बनाउँछ क्या चटपट आइन मैले एक्सप्रेसन हेरेरै म बुझ्छु क्या कान्छीले यार चटपटीले हैरान बनाउनु भयो चटपटे यहाँ चाहिँ भइरहेछ दुःख भइरहेछ नि फेरि यहाँ दिदीलाई फेरि पेमा दिदी माया मिसाउनु चाहिँ नबिर्सिनु होला है फेरि सब दिदी बहिनी रेसिपी हो नि फेरि लभली माया गर्नु आइज कान्छीले चटपट चाहिँ बवाल बनाउँछ क्या है अलि तर रक्सीसँग ठिक हुन्छ नि मा रक्सीसँग ठिक हुन्छ नि ल मामा चेस लभली चाहिँ चटपट चाहिँ फेरि चटपट र ककेला चाहिँ खतरा हो क्या खाताले स्वागत गरेको छ जब तक सूरज चाँद रहेगा दया हमारा नाम रहेगा वोट के पार्टी the shadows play, the wind hums songs at the break of day, whispering pines, secrets untold, carrying tales only the forest holds. Moonlight spills the velvet dark, patterns leaving its mark. The roots stretch deep, the earth's gentle sigh, a lullaby sung to the open sky. Oh, whispering pines, sing me your tune, caught in the rhythm of the stars and the moon. Teach me the language of rustling leaves, stories that linger on. Welcome to my belated, welcome to my black. अनि हामी आज हेमा दिदीको बेबी सावरमा कि होइन यहाँ गिफ्ट चाहिँ के रे हाइचेयर खोइ नाम हाइचेयर हो कतिको हाइछ आफूलाई थाहा छैन फेरि होइन फ्रम मी एन्ड फेरि मेरो कान्छी सालीबाट नि फेरि लभली उता घुमाउनु कसरी यसो कान्छी सालीबाट नि फेरि हो किन कान्छी कान्छीको ल सोरै सुकिसक्यो बिचरा ककटेल चाहिएको कान्छी ककटेल चाहिएको ओके सो अब हामी घर जान लागेको सक्यो पार्टी इभेन्ट तास खेलेर नि हार्यो डेन्जरै